भर्खरै रवि लामिछानेलाई कारगर बाहिर हुनुहुन्छ बाहिर आउनु भएको छ सभापति रवि लामिछानेलाई भर्खर मात्र भेटेर यति बेला अजय श्रेष्ठ बारे भएको छ। उहाँलाई भेटेपछि उहाँले के भेट्नु के अब चाहिँ मलाई रवि लामिछाने दाइको लागि न्याय खोज माग्नु पर्ने ढकढक गर्नुपर्ने जुलुस उन्माल्नुपर्ने आन्दोलन त्यस्तो त हुँदै नहुनु पर्ने होइन। र साँच्चीकै जेनजी आन्दोलन भयो होइन, त्यसमा हामीले चाहिँ अवरोध हामीले खट्यो, कानैबाट गोली हाम्रो पनि गएको हो होइन। पहिलो चाहिँ त्यो जुन शहीद उहाँहरूलाई हामीले नै उठाएको हो होइन। त्यत्रो खटेर सबै गरेर अहिले देशमा चाहिँ यस्तो खालको न्यायालयदेखि लिएर जुन खालको चाहिँ प्रधानमन्त्री होइन, जनताले आमा भनेर राख्नु भएको छ उहाँलाई होइन, गृहमन्त्री अब जनताको गृहमन्त्री भनेको छ। अनि फेरि के रवि लामिछानेज्यूको लागि अब न्याय माग्दै हिँड्नुपर्ने हो र? उहाँ त अस्ति नै उहाँले त न्याय पाएर पनि उहाँ त निस्किसक्नु पर्ने हो नि। फेरि यो के को रोइला हो भने क्या साँच्चीकै अब उहाँको लागि न्याय माग्नु पर्ने हो, हामी सडकमै आउनु पर्ने हो त। अब यो हिसाबले म अहिले दाइसँग चाहिँ 2 घन्टाभन्दा बेसी मैले उहाँसँग गफ गरेँ होइन। के भन्नु उहाँले के भन्नुभयो, कस्तो आशा लाग्दो कुरा छ के छ? अहिले वैकल्पिक शक्तिको रूपमा अथवा एउटा एकदमै प्रमुख व्यक्तिको रूपमा उहाँलाई जनताले रुचाएको चाहेको अवस्था छ। राष्ट्रपाको अवस्था विषम परिस्थिति छ हेर्नुहोस्, पार्टी छोड्नेको लर्को छ हेर्नुहोस्। यो स्थितिमा चाहिँ के छ भित्रबाट सभापतिको मनोबल कस्तो अवस्थामा छ, उहाँको अभिव्यक्ति कस्तो छ? तपाईँले त भेटेर आउनुभयो भर्खर, के पाउनुभयो तपाईँले? होइन अब यस्तो रहेछ, दाइ र मेरो कन्सेप्ट लगभग मिल्दो रहेछ, त्यही भएर भगवान्ले जुराइ पनि दिएको रहेछ यो चाहिँ होइन। किनभने आज दाइले बोलेको कुरा र मैले बोलेको र धेरैचोटि दाइ र मैले हात मिलायो त्यहाँ होइन। दाइ र मेरो चाहिँ एकदमै यो हक पनि चल्यो क्या। तिमी कहाँ हराएको थियो, कस्तो रहेछ तिमी मान्छे, आज सबै कुराको भिजन र विचार त तिम्रो त एकदम तिम्रो र मेरो त सब सेम मिल्दो रहेछ भने क्या दाइले मलाई होइन। भनेको मतलब मर्नेदेखि पनि नडराउने क्या होइन। अब म पनि त धेरैचोटि मरेर आएको मान्छे हो, मर्नुदेखि कोदेखि किन डराउनु भने क्या। मान्छेलाई एकैचोटि मर्ने हो, 2 चोटि त मर्ने होइन। तर देश राम्रो हुन्छ भने मर्न पनि तयार भन्ने मान्छे म पनि हो, उहाँ पनि हो रहेछ क्या। त्यस कारणले गर्दा आज उहाँको अभाव कसरी खड्केको छ भन्ने त सारा नेपालीले थाहा पाइसकेको छ नि त होइन। त्यस कारणले आज जुन खालको मैले यो सरकारको लागि छ नि, उहाँहरू पनि यसो हेर्दाखेरि उहाँहरूले चाहिँ अब मैले एक्सन लिने मैले बल्ल आएको छ। किनभने म एउटा सत्य र तथ्यमा अगाडि बढ्ने मान्छे हो होइन। किनभने रवि दाइलाई मैले चाहिँ आज भेट्न आएको कारण हो चाहिँ के त, भएको चाहिँ के त, मैले त हिजो अस्तिदेखि त अन्दाज बोलिराखेको छु नि त, बोलेको कुरा पनि 90% त मिलेको रहेछ नि। तर दाइसँग एकचोटि आज चाहिँ साक्षात्कार भेटेरै चाहिँ के रहेछ त भन्दाखेरि साँच्चीकै एकदम धेरै अन्यायमा पर्नु भएको रहेछ दाइ चाहिँ क्या होइन। दाइ एकदमै अन्यायमा पर्नु भएको रहेछ होइन। त्यस कारणले गर्दाखेरि अब दाइको लागि न्याय माग्नु पर्ने कुरै केही पनि होइन होइन। तर अब मैले देखेको